नमस्कार, म रारा सैजु। आज मैले मुलाको परोठा बनाउन सिकाउँदैछु। अन्तिमसम्म हेर्नुहोला, अति नै मिठो हुन्छ यो मुलाको परोठा। यसलाई चाहिँ कोरेसोमा चाहिँ कोरेर नुन छरेर हामीले चाहिँ ज्वानोलाई हातमा थोरै मारेर राखिदिनु होला र अदुवालाई पनि थोरै कोरेर राखिदिनु होला र धनियाँलाई पनि मसिनो पारेर काटेर राखिदिनु होला। र यो धनियाँलाई काटिसकेपछि हामीले एकछिन यसलाई मजाले मोलेर एकछिन 5-10 मिनट छोडिदिउँ होला। त्यतिजेलसम्म चाहिँ हामीले आटामा थोरै तेल र नुन राखेर यसलाई मजाले मुसेर चाहिँ हामीले छोपेर राखिदिउँ र छोपिसकेपछि यता मुला तयार भइसकेपछि यसलाई चाहिँ निचरेर हामीले यसको रस सबै फ्यालिदियो। यति पानी निस्किन्छ, नभए रोटी बनाउन गाह्रो हुन्छ। यो मुलालाई यसरी निचरेर राखिसकेपछि हामीले चाहिँ यसमा पनि थोरै फेरि ज्वानोलाई चाहिँ मारेर राख्नु होला र हामी यता अब पिठो तयार भइसक्यो। यसलाई कचौडा जस्तो बनाएर हामीले यसरी मुला राखेर यसलाई चाहिँ मोमो जस्तै गरेर पोको पारेर चाहिँ मजाले यसलाई चाहिँ गोलो पारेर यसरी बेलेर हामीले मुला पराठा बनाएर खान सकिन्छ। यो बनाउन गाह्रो होइन, यसलाई 3 किसिमले बनाउन सकिन्छ। रारा च्यानल युट्युबमा गएर हेर्न जान सक्नुहुन्छ। यसरी गोलभेडा चटनी बनाएर मिठो बनाएर खाएर एकचोटि ट्राई गरेर हेर्नु। मैले धेरैचोटि खाएँ।